उत्पत्ति 42 अध्याय। याकुबका 10 छोराहरू मिस्रमा गएका। मिस्रमा अनाज छ भनी थाहा पाएपछि याकुबले आफ्ना छोराहरूलाई भने, तिमीहरू किन एक अर्काको मुख हेराहेर गर्दै बस्छौ? मिस्रमा अनाज छ रे भन्ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याऊ। यस कारण योसेफका 10 जना दाजुहरू मिस्रमा अनाज किन्न गए। तर याकुबले योसेफका भाइ बेन्यामिनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्, किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकुब डराउँथे। यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो। त्यस बेला योसेफ मिस्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भुइँसम्म न्युरेर तिनलाई ढोग गरे। योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्तै गरी कडासँग उनीहरूलाई सोधे, तिमीहरू कहाँबाट आएका हौ? उनीहरूले भने, कनान देशबाट अनाज किन्न आएका हौँ। योसेफले आफ्ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्। तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झेर तिनले उनीहरूलाई भने, तिमीहरू जासुस हौ, यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ। उनीहरूले योसेफलाई भने, हे प्रभु, त्यसो होइन, हामी तपाईका दासहरू अनाज किन्न आएका हौँ। हामी सबै एउटै मानिसका छोराहरू हौँ। हामी सोझा मानिसहरू हौँ। हामी हजुरका दासहरू हौँ, जासुस होइनौँ। तिनले उनीहरूलाई भने, होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ। तब उनीहरूले भने, हामी हजुरका दास 12 जना दाजुभाइहरू थियौँ। कनान देशका एउटै मानिसका छोराहरू हौँ। कान्छो चाहिँ यस बेला हाम्रा बुवाका साथमा छ र एउटा चाहिँ अब छैन। योसेफले उनीहरूलाई भने, मैले भने जस्तै तिमीहरू जासुस नै रहेछौ। अब तिमीहरूको जाँच यसरी हुनेछ, फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउने छैनौ। तिमीहरू मध्ये एकजनालाई तिमीहरूको भाइलाई ल्याउन पठाओ, त्यतिन्जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्य हो कि होइन जाँचिनेछ। नत्र त फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरू जासुसै हौ। अनि योसेफले उनीहरूलाई एकसाथ 3 दिन थुनामा राखे। तेस्रो दिन योसेफले उनीहरूलाई भने, यसो गर र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। यदि तिमीहरू इमान्दार हौ भने तिमीहरू दाजुभाइहरू मध्ये एकजना यहाँ थुनामा बस र बाँकी चाहिँ अनिकालका तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ। तर तिमीहरूको कान्छो भाइलाई यहाँ म कहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ र तिमीहरू मर्ने छैनौ। उनीहरूले त्यसै गरे। उनीहरू एकले अर्कालाई भने, साँच्चै नै हाम्रो भाइको विषयमा हामी दोषी छौँ, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौँ। यसकारण यो सङ्कष्ट हामी माथि पर्न आएको हो। रुबेनले उनीहरूलाई जवाफ दिए, त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन, तर तिमीहरूले सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ। योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभाषे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन। योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए, तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट सिमियोनलाई लिएर उनीहरूको आँखाकै सामुन्ने उनलाई बाँधे। योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनु र उनीहरूका आफ्ना चाँदीका सिक्काहरू धोक्रामै हालिदिनु र उनीहरूको बाटोको निम्ति उनीहरूलाई सामल तुमल दिनु भनी हुकुम गरे। तिनीहरूका निम्ति त्यसै गरियो। तब आफ्ना गधाहरूमा अनाज लादेर उनीहरू त्यहाँबाट हिँडे। बास बस्ने ठाउँमा उनीहरूमध्ये एकजनाले आफ्नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्नो चाँदी धोक्रोको मुखमै देखे। उनले आफ्ना दाजुभाइहरूलाई भने, मेरो चाँदी त फर्काइदिएछन् क्यारे, हेर त्यो यहाँ मेरो धोक्रामा मुखैमा छ। यसमा उनीहरूको हङ्सले ठाउँ छोड्यो र उनीहरू थरथर काम्दै र एक अर्कालाई हेराहेर गर्दै भन्न लागे, परमेश्वरले हामीलाई यो के गर्न लाग्नुभयो। जब उनीहरू कनान देशमा आफ्ना बुवा याकुब कहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए। त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासुस जस्तै तुल्याए, तर हामी सोझा मानिस हौँ, हामी जासुस होइनौँ। हाम्रा बुवाका हामी 12 भाइ छोरा हौँ, एउटा चाहिँ छैन र कान्छो चाहिँ यस बेला कनान देशमा हाम्रा बुवाको साथमा छ भनेर हामीले तिनलाई भन्यौँ। त्यस देशका ती मालिकले हामीलाई भने,
यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ कि तिमीहरूका दाजुभाइमध्ये एकजना यहाँ मसँग छोड र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्नो बाटो लाग। तर तिनीहरूको कान्छो भाइलाई यहाँ म कहाँ ल्याऊ, तब मात्र तिमीहरू जासुस होइनौ तर सिधा मानिस रहेछौ भन्ने मलाई थाहा हुनेछ र म तिमीहरूको यो भाइलाई तिमीहरूका हातमा सुम्पनेछु र तिमीहरू यस देशमा लेनदेन गर्न पाउला। उनीहरूले आफ्ना धोक्राहरू खन्याउँदा उनीहरू हरेकका चाँदीको पोको आफ्नो धोक्रामा रहेछ। जब उनीहरूले र उनीहरूका बुवाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। उनीहरूका बुवा याकुबले उनीहरूलाई भने, तिमीहरू त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, सिमियोन छैन, अब बेन्यामिनलाई पनि लैजान खोज्छौ। यी सबै घटना मैमाथि पर्न आएको छ। तब रुबेनले आफ्ना बुवालाई भने, यदि मैले बेन्यामिनलाई तपाईँ कहाँ ल्याइन भने मेरा 2 छोराहरूको प्राण लिनुहोस्। बेन्यामिनलाई मेरा जिम्मामा दिनुहोस्, त्यसलाई म तपाईँ कहाँ फर्काएर ल्याउनेछु। तर याकुबले भने, मेरो छोरो तिमीहरूसँग जाने छैन, किनकि त्यसको दाजु मरिहाल्यो र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमय चिहानमा पुर्याउनेछौ।